हामी यस्तो देशको नागरिक हौं जहाँ पढाइ पूरा गर्न आफ्नो गाउँ छोड्नुपर्छ त नि सपना पूरा गर्न हामीले देश छाड्नुपर्छ। आज नेपालको हरेक युवाको सपना भनेको विदेश जाने, पैसा कमाउने, घर घडेरी जोड्ने वा विदेशतिर नै सेटल हुने जस्तो सपनाहरू रहेको छ। यहाँको ससाना बच्चाहरूलाई सपना के छ भनेर सोद्धा अधिकांश विदेश जाने भनेर भन्छन्। हाम्रो देशको अवस्था यस्तै भएर होला हामी युवाहरू पैसा कमाउन अरूको देश जानुपर्ने बाध्यता छ। नेपालीहरू लगभग विश्वका सम्पूर्ण देशमा श्रमका लागि गएका छन्। विश्वमा कयौं यस्ता देश छ जहाँ नेपालीहरूलाई राम्रो तलब दिएर काम लगाउँछन्। त्यो कुन कुन देश हो त नेपालीलाई राम्रो तलब दिएर काम लगाउने र त्यो देशमा नेपाली कसरी जान सक्छन् त? आजको यस भिडियोमा नेपालीलाई राम्रो तलब दिने देश र त्यो देशमा कसरी जाने भन्ने बारेमा बताउन गइरहेको छु। यदि तपाईँ पनि विदेश जाने सोच बनाइरहनु भएको छ भने यो भिडियो तपाईका लागि उपयुक्त हुन सक्छ। भिडियो अन्तिमसम्म हेर्नुहोला। नेपालीलाई धेरै तलब दिने देशको बारेमा क्रमशः बताउने छु। आउनुहोस् सुरु गरौँ। नम्बर 1 मा रहेको छ क्यानाडा। क्यानाडा नेपालीहरूलाई राम्रो तलब दिने देश हो। यहाँ कामको प्रकार अनुसार तलब फरक पर्छ। सामान्य श्रमिकले मासिक 2,50,000 देखि 3 लाखसम्म पारिश्रमिक पाउने गर्छन्। यहाँ जानको लागि वर्क परमिट आवश्यक पर्ने हुन्छ। वर्क परमिटको लागि क्यानाडाका रोजगारदाताबाट जब अफर पाउनुपर्छ। यहाँ जानको लागि आइएल्टिएस स्कोर राम्रो र स्किल वर्कर जस्तै आइटी, स्वास्थ्य, इन्जिनियरिङ आदि हुनुपर्ने हुन्छ। साथै यहाँ जानको लागि विद्यार्थी भिसा पनि रहेको छ। अध्ययनका लागि गएर पछि विद्यार्थीका लागि रहेको PGWP भिसाबाट काम गर्न पनि पाइन्छ। नम्बर 2 मा रहेको छ अमेरिका। अमेरिका नेपालीहरूका लागि आकर्षक गन्तव्य हो। यहाँ पेसा, अनुभव र स्थान अनुसार तलब फरक पर्छ। यहाँ सामान्य काम गरेको मासिक लगभग नेपाली 2,70,000 देखि 3,80,000 सम्म पारिश्रमिक पाउने गर्छन्। अमेरिका नेपालीहरू धेरै विद्यार्थी भिसा F1 गएका छन्। पछि उनीहरू H1B वा अन्य वर्क भिसामा रूपान्तरण गरेर PR प्रक्रिया सुरु गर्छन्। साथै नेपालीहरू DB लोट्री परेर वार्षिक हजारौं अमेरिका गइरहेका छन्। स्किल वर्कर, आइटी, इन्जिनियरिङ, मेडिकल आदिका लागि H1B वर्क भिसा पनि रहेको छ। अमेरिका नेपालीका लागि आकर्षक गन्तव्य बन्दै गइरहेको छ। नम्बर 3 मा रहेको छ अस्ट्रेलिया। अस्ट्रेलिया नेपालीहरूका लागि पढ्न, काम गर्न र दीर्घकालीन बसोबास गर्नका लागि लोकप्रिय गन्तव्य हो। यहाँ नेपालीहरूले सिप, अनुभव र स्थान अनुसार तलब फरक पाउने गर्छन्। यहाँको न्यूनतम तलब फुल टाइमको 2,65,000 प्लस रहेको छ। अस्ट्रेलिया नेपालीहरू कलेज र युनिभर्सिटी पढ्न जान सक्छन् र हप्ताको 48 घण्टा काम गर्न सक्छन्। अस्ट्रेलियन कम्पनीले कामका लागि स्पोन्सर गरेमा TSS सब क्लास भिसा पाउन सकिन्छ। आइटी, कुक, हेल्थ, कन्स्ट्रक्सन, फर्मा आदि क्षेत्रमा यो भिसा धेरै प्रयोग हुन्छ। यदि तपाईसँग इङ्ग्लिस राम्रो छ र स्किलवाला सिप भएमा सब क्लास भिसामा छनौट भएर यहाँ जान सक्नुहुन्छ। नम्बर 4 मा रहेको छ जापान। SSW कार्यक्रमको सुरुवातपछि नेपालीहरूका लागि जापान जाने अवसर निकै बढेको छ। कृषि, होटल, निर्माण, नर्सिङ, केयर गिभिङ र कारखानाहरूमा आकर्षक तलबमा कामको अवसर दिइरहेको छ। यहाँ मासिक 1,60,000 देखि 2 लाखसम्म तलब नेपालीहरूले पाउने गर्छन्। यहाँ जान SSW भिसा, TITP भिसा साथै विद्यार्थी भिसामा पनि जान सकिन्छ। SSW भिसाका लागि JFT बेसिक A2 लेभल पास गर्नुपर्छ र जान चाहेको सेक्टर अनुसार स्किल टेस्ट पास हुनुपर्छ। TITP 3 वर्षे तालिम कार्यक्रम हो जसमा नेपालीहरू प्रशिक्षण लिन जान्छन्। नम्बर 5 मा रहेको छ दक्षिण कोरिया। दक्षिण कोरिया नेपालीको लागि रोजगारको राम्रो गन्तव्यहरूमध्ये एक हो। विशेष गरी यहाँ इपिएस मार्फत नेपाल सरकार र कोरिया सरकार बीचको सम्झौता अनुसार श्रमिक पठाइन्छ। इपिएस मार्फत उद्योग, निर्माण, कृषि, पशुपालन क्षेत्रमा नेपालबाट कामदार लग्ने गर्छ। औसत मासिक तलब 2 लाखदेखि 3 लाखसम्म यहाँ कमाउने गर्छन्। यहाँ जानको लागि भाषा परीक्षा पास र स्किल परीक्षा पास गर्नुपर्ने हुन्छ। साथै नेपालीको लागि विद्यार्थी भिसा पनि कोरिया जानको लागि रहेको छ। नम्बर 6 मा रहेको छ रोमानिया। रोमानिया युरोपेली सङ्घ EU अन्तर्गत पर्ने मुलुक हो। पछिल्लो केही वर्षमा नेपाली कामदारहरूका लागि रोमानिया नयाँ र लोकप्रिय गन्तव्य बनेको छ। यहाँ नेपालीको लागि 75,000 देखि 1,20,000 सम्म तलब रहेको छ। रोमानिया गई नेपाली कामदारले निर्माण, होटल, फ्याक्ट्री, कृषि र केयर गिभर क्षेत्रमा काम गर्ने गर्छन्। रोमानिया सरकारी सम्झौता नभएको देश हो। यहाँ जानको लागि प्राइभेट एजेन्सी मार्फत जानुपर्छ। सामान्यतया 2 वर्षको कामको करार अवधि हुन्छ। यहाँ जानको लागि मेन पावरहरूले अधिक शुल्क लिएको र
एजेन्टहरूले ठगेको घटना धेरै छन्। जानुअघि अधिक सावधानी अपनाउनुहोला। नम्बर 7 मा रहेको छ बेलायत। बेलायत नेपालीहरूका लागि उच्च रोजगारी अवसर, राम्रो तलब र दीर्घकालीन बसोबासको सम्भावनाको कारण निकै लोकप्रिय गन्तव्य हो। यहाँ नेपाली रुपैयाँ 2,50,000 देखि 6 लाखसम्म तलब पाउने गर्छन्। केयरगिभर, नर्सिङ, होटल, रेस्टुरेन्ट, आइटी र इन्जिनियरिङ क्षेत्रमा मुख्य काम गर्ने गर्छन्। बेलायत जानको लागि आइएल्स वा अङ्ग्रेजी राम्रो हुनुपर्छ। विभिन्न सिप भएका व्यक्तिहरूका लागि स्पोन्सर गर्ने कम्पनी आवश्यक पर्छ। बेलायत जानको लागि विद्यार्थी भिसा पनि रहेको छ। पढ्दै काम गर्दै गरेर पढिसकेपछि पोस्ट स्टडी वर्क भिसा लिएर वर्क भिसामा रूपान्तरण गर्न पनि सकिन्छ। नम्बर 8 मा रहेको छ कतार। कतार नेपाली कामदारको लागि खाडी मुलुकहरूमध्ये एक लोकप्रिय र उच्च तलब दिने देश हो। यहाँ नेपाली कामदारको लागि लगभग 50,000 देखि 2 लाखसम्म तलब दिने गर्छन्। निर्माण, सुरक्षा गार्ड, ड्राइभर, होटल, रेस्टुरेन्ट, फ्याक्ट्री, गोदाम आदिमा कामदारहरू कामका लागि गइरहेका छन्। यहाँ आवास सुविधा, खाना र स्वास्थ्य बिमा आदि कम्पनीले प्रदान गर्छ। सामान्यतया मेनपावर कम्पनीबाट कतार जाने प्रक्रिया गरिन्छ। कतारमा इन्कम ट्याक्स छैन। खान बस्न कम्पनीले दिन्छ। कतार एक सुरक्षित, तुलनात्मक रूपमा उच्च तलब दिने र कानुनी प्रक्रिया सजिलो भएको देश हो। यहाँ तपाईँ सिपमुक्त कामदार हुनुहुन्छ भने 1 लाख रुपैयाँभन्दा बढी तलब लिन सक्नुहुन्छ। सकेसम्म नेपालमै केही गरेर विदेश नगएको राम्रो। यदि जानै पर्ने बाध्यता हो भने जस्तो पाए त्यस्तै ठाउँमा विभिन्न दलालीहरूको प्रलोभनमा परेर जाँदा सोचेको वा भनेको जति तलब नहुन सक्छ। राम्रो काममा पठाइन्छु भनेर मोटो रकम लिएर दलाली फरार हुन सक्छन्। त्यसैले विदेश जानु अघि 10 पटक सोचेर विभिन्न कुराहरूको बारेमा बुझेर मात्र जानुहोला भन्ने अनुरोध छ। मैले यस भिडियोमा 8 वटा देश जसमा नेपालीको लागि राम्रो तलब दिन्छन् त्यस देशको बारेमा बताएको छु। यदि तपाईलाई यो भिडियो मन परेमा एक लाइक गरी च्यानल सब्स्क्राइब गर्न नभुल्नुहोला, किनकि मैले प्रस्तुत गरेको अन्य भिडियो पनि तपाईको मोबाइलमा सजिलै आइपुगोस्।